Hello everyone, welcome to Hi Milan Vlog. Hi Milan Vlogमा सबैजनालाई स्वागत छ। आज चाहिँ साउन 2 गते स्याटरडे हो। देख्न सक्नुहुन्छ म चाहिँ आज सर्ट हाइकिङको लागि मुड्खु भन्ज्याङको भ्यू टावर जाँदैछु। यहाँ देख्न सक्नुहुन्छ अगाडिको दृश्य। यहाँनिर चाहिँ एउटा चौतारीमा ठुलो पिपलको बोर्ड छ। यस्तो चाहिँ माथि अरू पनि थुप्रै चौतारीहरू देख्न सक्नुहुन्छ। यस्तै यहाँ लगभग 3-4 वटा यस्तै चौतारीहरू बनाएको छ आराम गर्नको लागि। म चाहिँ अहिले हल्का माथि आइसकेँ। यहाँबाट देख्न सक्नुहुन्छ परको निकै सुन्दर रमणीय दृश्य। यहाँ चाहिँ निकै हरियाली छ। अलमोस्ट यो ठाउँमा चाहिँ सधैँ हरियाली नै हुने गर्छ। पानी पनि पर्ला जस्तो भइरहेछ आज। यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले बाटोको हालत। पानी धेरै परेको हुनाले बाटो चाहिँ अलिक बिग्रिएको छ। अर्को पनि छ बाटो। अर्को बाटो चाहिँ मूल बाटो हो भने यो बाटो चाहिँ भर्खर नयाँ बनाएको हो। त्यहाँ चाहिँ देख्न सक्नुहुन्छ एउटा नयाँ दामी डिजाइनको घर बनेछ। घर चाहिँ निकै आकर्षक देखिएको छ टाढाबाट हेर्दा पनि। यहाँ देख्न सक्नुहुन्छ यो झन्डा चाहिँ यहाँ फरफराइरहेको छ। यहाँ पनि अहिले एकदम राम्रो बनाएको रहेछ। पहिला रुख मात्र थियो यहाँ, अहिले चाहिँ यस्तो चौतारी बनाएको रहेछ राम्रो। यहाँ बस्ने ठाउँ। म चाहिँ अहिले यो मुड्खु भन्ज्याङको भ्यू टावर यही माथि हो। पुग्न आँटिसके करिब पानी परिरहेको छ हल्का। यहाँ चाहिँ ठाउँमा बाटो कच्ची छ, चिप्लो। देख्न सक्नुहुन्छ यहाँको दृश्य चाहिँ एकदम सुन्दर रहेको छ। देख्न सक्नुहुन्छ अहिले चाहिँ म यो भ्यू टावरको तल सिँढीमा आइसकेँ। यो गेटमा यो चाहिँ नयाँ बनाएको भर्खर पहिला यो थिएन। यो ठाडो सिँढी हामी चढेर गएपछि भ्यू टावर आइपुग्छ ठ्याक्कै। देख्न सक्नुहुन्छ अगाडि चाहिँ भ्यू टावर देखिसकेको छ। त्यहाँनिर यता चाहिँ एकदम चिसो हुन्छ। Happy Hills Adventure। यहाँ देख्न सक्नुहुन्छ यो भ्यू टावर चाहिँ अहिले धेरै डेभलप भइसकेको रहेछ। र यो केही पनि थिएन पहिला चाहिँ। अहिले चाहिँ सेक्युरिटी गार्ड पनि राखेको रहेछ। एकदम जित्नुभन्दा ठुलो कुरो हिम्मत नहार्नु हो। यहाँ देख्न सक्नुहुन्छ यो ढुङ्गाको आर्ट बनाएको रहेछ। यहाँ चाहिँ एउटा यहाँबाट
यतापट्टि जान चाहिँ टिकट लाग्छ रे, यतापट्टि चाहिँ लाग्दैन भ्यू हेर्नलाई। त्यहाँ देख्न सक्नुहुन्छ स्काई वलको टावर पनि बनिसकेको रहेछ। देख्न सक्नुहुन्छ काठमाडौँ सिटी यहाँबाट। अहिले चाहिँ बेलुकाको 5 बजेको छ। हल्का पानी परेको छ है, स्मल रेन हुस्यो लागेको छ। सो ब्युटिफुल सिन। यहाँ माथि देख्न सक्नुहुन्छ जिप लाइन पनि रहेछ, यो त्यहाँबाट गइरहेछ। तपाईहरु पनि आउनु होला, निकै एडभेन्चरस हुनेछ यहाँ अहिले। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ इगलको पहेटा हो। यहाँनिर पनि हामी फोटो खिच्न सक्छौँ। यही हो मुर्खु भन्ज्याङको भ्युटार। अहिले एकदम डेभलप भइसकेको छ पहिलाको भन्दा। पहिला चाहिँ यहाँ यो भ्युटार बाहेक अरू केही थिएन। यहाँ भित्र एडभेन्चर गर्ने ठाउँ गेटभित्र देख्न सक्नुहुन्छ। भटमासहरू पनि रोपेको रहेछ, मकै भटमास खेतीपाती पनि। म चाहिँ चटपटे खान लागिरहेको छु। चटपटे लिची जुस। यहाँ माथि हुस्यो आइसक्यो, पुरै सेतै भइसक्यो। म चाहिँ फर्किन लागेको। यस्तै भ्लगहरू हेर्नको लागि हाई मिलन च्यानललाई अझै सब्सक्राइब, लाइक, कमेन्ट गरिदिनु होला। आजको हामी भ्लग चाहिँ यति नै गर्दछौँ।